बलात्कार भनेको खासै ठुलो कुरा होइन। बलात्कार भनेको गालामा एक थप्पड हाने बराबर हो। गरिमा चौधरी नानीमाथि जुन घटना घटेको छ त्यो घटनामा कोही नाबालिकाले त गरेको हो नि, ठुलो मान्छेले गरेको त होइन। नेपालमा अहिले फाँसीको सजायको आवश्यक नै छैन, किनभने दोषीलाई हतकडी लाउने, सही सलामत जेलसम्म पुर्याउने र त्यसलाई मासु भात खुवाएर पाल्ने। 14 वर्षको नाबालिगले गरिमा चौधरीलाई बहिनी भनेर सम्बोधन गरिसकेपछि त्यही मान्छेले त्यो नानीलाई त्यस्तो गर्न कसरी सक्छ? गरिमा चौधरी नानीको बुवा आमा न्यायको लागि रुँदै आउनु भएको थियो। हामीले अहिले हेर्न सक्छौँ गरिमाको बुवा चाहिँ एकदमै खुसी हुनु भएको छ। ती नानीको बुवा आमा खुसी भए पनि यो आन्दोलन रोकिनेवाला छैन। यो आवाज हरेक चेलीबेटीको लागि उठाइएको, फेरि पनि यस्ता घटनाहरू नदोहोरियोस् भनेर। गरिमा चौधरी नानीको विषयमा जसले आवाज उठाउँदै हुनुहुन्छ त्यो आवाज नरोकिँदै फेरि पनि अर्को घटना घटेको छ। 3 वर्षीय नानी खुसी खातुनको आफ्नै सौतेनी आमाले हत्या गरेकी छिन्। त्यति भन्दै अर्को घटना पनि घटेको छ। 10 वर्षको नानीलाई 16 वर्षको नाबालिगले लिच्ची खुवाउँछु भन्दै फगाएर बलात्कार गरेका छन्। त्यो पनि ठुलो कुरो होइन होला सायद, किनभने उसलाई पनि हतकडी लाउने, जेलसम्म पुर्याउने र मासु भात खुवाएर नै पाल्ने नै हो। त्यसैले यो विषयलाई पनि म खासै ठुलो भन्दिनँ। निर्दोषलाई न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजाय दिन यो सरकारलाई अनुरोध गर्न चाहन्छु।